हेलो एन्ड नमस्ते ढोकदिया सबैलाई स्वागत छ फेरि पनि मेरो एउटा नयाँ भ्लगमा र अहिले भने फिलहाल सधैँ चाहिँ म बिहानीको लागि सामान झार्नु किनभने बेलुका सामान झार्दा उब्रेको हुन्छ। बेलुका कतिपय सामान झारियो, च्यादरहरू झारियो, च्यादर लगभग 7 कुइन्टल जस्तो च्यादर लोड्थ्यो, च्यादर झारियो अनि सिमेन्ट पनि आधी उधी झारियो र अहिले 10 बोरा चाहिँ सिमेन्ट झार्नुमा पल्लोपट्टि जाँदैछु। हाम्रो उता कलम गाउँ भन्छ है, त्यो त्यतापट्टि जाँदैछु, लोहरबाट स्टङमै पर्छ। अनि त्यही भएर के कस्तो हुन्छ भ्लग हेरेर साथ दिनु होला भन्दै अहिलेको लागि यो भ्लगलाई अगाडि बढाउनु चाहे हेर्दै गर्नुहोस् है त ल। गाइज अहिले तपाईहरु हेर्न सक्नुहुन्छ यो बाटो चाहिँ ट्याक्कै कहाँको हो भनेर भन्दाखेरि चाहिँ लोहरबाट स्टङको हो। यो लोहरबाट स्टङको खेल मैदान तपाईहरु हेर्न सक्नुहुन्छ। टक्कसँगले आइसिटिएस भवन बनिरहेछ यो नयाँ, यो क्लब हो लोहरबाट स्टङको समाज घर। यस्तै प्रकारले यस्तो छ बाटो हाम्रो गाउँको यो प्लेग्राउन्ड। बाटो हेर्नुहोस् यस्तो छ बाटोको अवस्था भने चाहिँ अहिलेको समय पनि ट्याक्कै भन्नुपर्दाखेरि देख्दाखेरि फरस त्यस्तो देखिन्छ, तर यो सबै खासमल एरियाहरू हो। यो चाहिँ बाटो यस्तो छ। यो बाटो चाहिँ अहिले फिलहाल बनिरहेको अवस्था छ। यहाँ भित्तामा वाल लाउनलाई खनेको होला कि ड्रेन खनेको थाहा भएन। बिना फोर व्हिलमै चढ्दैछ गाडी अहिले। फोर व्हिल लाग्ने हो कि नलाग्ने हो, नलाग्ने रहेछ। अनि पानीले गर्दा विशेष अलिकति, तर हाम्रो गाउँतिर चाहिँ अलिकति बलौटे माटो भएकोले गर्दाखेरि जाइ ताई फोर व्हिल चाहिँ लाग्दैन। बलौटे माटोमा अलिकति सजिलैसँगले गाडी चढिहाल्छ। आज चाहिँ भने चाहिँ यता क्याम्परमा चाहिँ बाँस लोडिङ हुँदैछ। यस्तो प्रकारले हेर्न सक्नुहुन्छ। मलाई चाहिँ डुबायो, 5 वटा मात्रै बाँस छ भनेर। एक गाडी हुने रहेछ अब। बाटो छैन बोजू, बाँस लोडिङ अगाडि पनि देखाइदिएन यता गएर। लामा चाहिँ क्याम्परमा पर्छ। 30 फुट लामा बाँस। 30 फुट बेसी हुन्छ। हौ बोजू कता हिँड्यो हौ? बाटो त छैन बोजियाहरू आउँछ है तल सिधै रोडमा। आज चाहिँ हाम्रो गाडीमा यस्तो लोड भएको छ, बाँस लोड भइसक्यो। यता अगाडि बेड लाएर बानेको, पछि दोरीले। हेरौँ दुःख दिन्छ या दिँदैन। हामी छमेलको बाटो जाँदैछु आज चाहिँ। यहाँ अहिले हामी रमिदिया डाँडाबाट चाहिँ टक्कै यता लागेको अवस्था छ। अब हामी यहाँबाट लगभग 4 किलोमिटर जस्तो चाहिँ अफ रोड छ। त्यसको बादमा चाहिँ फेरि यता लाटपन्चरदेखि कर्मठ जाने बाटोमा जोडिने छौँ। हेर्दै गर्नुहोस् आजको भ्लग। अहिले हामी छमेलको बाटो जाँदैछु। अनि दाँत किटेर बस्ने त फेरि जिप र टोकिला नि। बिस्तारै कुदाउँदैछु हौ। कला दिदीलाई चाहिँ घाचक घुचुक भएर सास बढ्यो भन्छ। अहिले हामी ठ्याक्कै छमेलबाट ओह्रालो कर्मठतर्फ लाग्दैछौँ। भनेदेखिलाई यहाँ चाहिँ बाटो यतिको राम्रै छ। अप्ठ्यारो बाटो चाहिँ सक्यो। अब
अलिकति कर्मठको पहिरोमा अप्ठ्यारो होला नत्र भनेदेखिलाई बाटो मोटामोटी यतिको ठिकठाकै छ। आजको मौसम पनि चिसो छ भर्खरै पानी आएर अहिले पनि पानी हल्का फुल्का चाहिँ छिटाइरहेको अवस्था छ। यतातिर यस्तो जङ्गलहरू छ है मजाको। कर्मठको पहिरोको चाहिँ अवस्था यस्तो छ पानीले वाल चाहिँ सिधै तल लग्दैछ। अस्ति रोड लेभलमा थियो अहिले चाहिँ वाल चाहिँ लगभग 4 फुट जस्तो भाँसिएको अवस्था छ। यसो हेर्दाखेरि कर्मठ हरेस बस्ती क्रस हुन लाग्यौँ। यो यहाँको रेस्टुरेन्ट यो कर्मठको लास्ट घर हो। अनि यहाँबाट टक्कै हाइवे बन्दले चाहिँ हाइवेमा अलिक प्रभाव पारेको जस्तो छ। गाडीहरू एकदमै कम्ती देखिन्छ। मन्डीमा चाहिँ अझ एकदमै दह्रो जाम लागेको अवस्था छ हेर्न सक्नुहुन्छ। यता पनि बाटो बन्द उता पल्लोपट्टि एउटा म फर्केको बाटो बन्द भएको कारणले यस्तो छ। अहिले पनि हाम्रो गाडी चाहिँ फाइनली लोड भइसकेको छ। अब मान्छे आउनु मात्रै बाँकी छ। आज चाहिँ यस्तो छ मुनि सिमेन्ट छ पाइप छ सिलिन्डर छ। पाइप चाहिँ नअटेर यस्तो प्रकारले पनि लोड गरिदिएको छु। अनि यहाँ हेर्न सक्नुहुन्छ माथितिर पनि छ कुसनहरूदेखिको लिएर प्याजदेखिको लिएर सबै सामग्रीहरू चाहिँ हाम्रो गाडीमा लोड भएको छ टक्कै हो। यहाँ पानी ल्याइदिइरहेको देख्छ मलाई कला दिदीले हो त्यो पनि खानुपर्छ। यस्तो छ है गाडीमा लोडिङ चाहिँ धेरै समस्या हुन्छ लोड भएको बेसी भएको बेलामा। सो अहिले चाहिँ हामी यता रिटर्न भयौँ सिलगढीबाट र अहिले हामी सुबुक क्रस गरेर यता बागपुलतर्फ लागिसकेका छौँ। मान्छे बेसी छैन ठिकठाकै छ। किन नगर्नु गर्छु किन नगर्नु छ रिजन नगर्नुको रिजन छ के छ पब्लिकमा नआउनु भनेको छ। त्यसो भए त उयो लगाएर हिँडेर त्यो बुर्खा लगाएर अहिले चाहिँ हामी ठ्याक्कै भन्नुपर्दा बिरिकबाट उकालो सिटोङतर्फ बाटो यस्तो छ। अहिले साँझ परिसकेको छ।